गाइज वेलकम ब्याक सबैजना ठिकै हुनुहुन्छ होला। आज म फेरि नयाँ भ्लग देख्न सक्नुहुन्छ। अहिले हामी जाँदैछौँ भाउजूको घर पोबुङहरूतिर। अन्त अब चाहिँ हामी निस्केको गाइज। ओ आमा यो चाहिँ हाम्रो आमा छ। ल बाई बाई हामी चाहिँ गाइज ढिलो निस्क्यो। कति बज्यो अहिले 1:30। दादा चाहिँ भर्खर सिलगढीबाट आएर अन्त भाउजूको काम थियो अरे ब्याङ्कको उता घरमा। सो त्यही कामको लागि पनि जाँदैछु। अन्त म चाहिँ त्यतिकै घुम्नु लागि जाँदैछु भाउजूहरूसँग। गाइज हाम्रो ब्ल्याक टी आइपुग्यो। मजाको 10 रुपियाँ गोटा उखर। अरे एक बार बोलो तो काम सुना नहीं देता है। नहीं देता है। अम्बो आज वेदर चाहिँ दामी भइरहेछ गाइस। मजा भइरहेछ वेदर दिन। आइपुग्यो रङली टी स्टेट। दामी भ्यू छ यो गाइस। सेटिस भ्यू छ यो रङली टी स्टेटको चाहिँ। यता सनसेट हुन आँट्यो। This is Rongli Tea Garden. कस्तो लाग्यो तपाईहरुले एकदम कमेन्ट गरिदिनुहोस् साथीभाइ। दामी छ रहेछ यो त के एकदमै भेरी ब्युटिफुल। बर्थडे बोय लिएर आउँदैछ नि त्यो। बर्थडे बोय बर्थडे बोय बर्थडे बोय बर्थडे बोय बर्थडे बोय ओइ बर्थडे बोय ऊ बर्थडे बोय आयो बर्थडे बोय आयो ऊ अब बर्थडे बोय ल्यायो बर्थडे बोय ल्यायो के गर्नु। यता हो यता यता ए यो न जानु हुँदैन उता त्यो लड्छ नि फेरि। यता हो यहाँनिर चाहिँ तर मजाको बारीहरू रहेछ। ए यता हो यहाँ भित्र के छ यो न यहाँ भित्र कक छ। गए अब टोक छ अब त्यसले उयो पनि छ होला नि त है बाजे। मौ पनि छ ए छैन नि। ए चु जाडो भयो भाइ तिम्रो हात चिसो रहेछ। चिसै पानी खेलाएर ए यो न यता हो यस्तो त भइगयो नि अब
आमामा ठुलो ठुलो भएछ त है चारवटा छ हौ यसलाई चाहिँ बचाउँछु कि भनेको उयो झरेको छैन रहेछ त बाजे यो माथिको उयो माथिको गुड क्या त्यस कहाँ झर्छ हौ ए यता त पोका हुन्छ नि ठुलो बढेर हजुर बर्थडे बोय कहीँ बर्थडे भयो बर्थडे बोय लड्छ है नजिकै बेसी ल त यो चाहिँ हाम्रो भाउजू घरमा एसेम्ब्ली हुँदो रहेछ स्कुलको भाउजूहरूको स्कुलमा नानीहरू मुनि यो राल चाहिँ हेर्दैछ यहाँबाट जान्छ यो न स्कुल पढ्नु होला गाइज हामी चाहिँ खाना खाइसक्यो मैले चाहिँ बिहानै उठेर आज अलिक छिटो उठि परेको थिएँ है अन्त ब्रेकफास्टहरू गरेर अलिक बसिरहेको छु अब हामी एकछिनमा चाहिँ अब 9 बजीतिर 9:30तिर चाहिँ हामी ब्याङ्क जानुपर्छ ब्याङ्कमा काम छ अन्त तपाईँहरूलाई म देखाउँछु के गर्छ दामी छ है वेदर चाहिँ यस्तो मजाको जग्गा पनि दामी त्यो माथि देख्दै गरेको चाहिँ तक्दा होला सायद अब चाहिँ हाम्रो काम सकेर हामी चौका जाँदैछ आन्टी भाउजू यता गएको छ ब्याङ्कमा जाँदैछ अहिले चाहिँ ब्याङ्कको कामको लागि भाउजूहरूको सो हामी तक्दामा गएर भेट्नेछ है गाइस हेलो गाइस र अहिले चाहिँ हामी पुग्यो होइन हो ल अहिले चाहिँ हामी कहाँ पुग्यो भन्दा कहाँ पुग्यो भन्दा न तक्दा पुग्यो है अहिले तक्दा पुग्यो अन्त यो खाँदै थियो योना र म चाहिँ यहाँ बसिरहेको छ भाउजू आन्टी अन्त अहिले भर्खर दादा पनि गएको छ ब्याङ्कमा है म र योना चाहिँ बसिरहेको छु यहाँ के गर्दैछौँ हामी योना बुम गर्दैछौ ल गाडी चलाउँदैछ कस्तो छ भन्देऊ ठिकै छ भन्देऊ आई लभ यु भन्देऊ उम्मा भन्देऊ न उम्मा गरिदेऊ उम्मा ल काकाको भ्लगमा वेलकम भन्देऊ काकाको होइन पापाको आमा होइन हौ आन्टी हो मिठो लाग्यो म त दामी भएछ उयोहरू पनि हाल्नुभएको थियो है उयो माथिबाट त्यो के पो के भन्छ त्यसलाई जनो के भन्छ सोप आमा सोपको साग हालेको बाजेले हामीले लोकल कुखुरा पनि बनाइदिनु भएको थियो मिठो भयो टक्कै लोकल कुखुरा खाएर बसिरहेको छु अहिले चाहिँ राईको साग पनि टिक्दिनु भएको बाजे बाजेको एज चाहिँ 79 वर्ष पुगिसक्नु भयो तर एकदमै फिट एउटा पनि बिमार छैन है बाजे पुरा खट्नुहुन्छ मजाले पुरा मेहनत गर्नुहुन्छ बिहानदेखिको बाजे राति 2 बजीतिर उठ्नुहुन्छ 2-3 बजीतिर छिटो सुतेर 2-3 बजी उठ्नुहुन्छ अन्त बाजेको लाइफस्टाइल चाहिँ एकदमै है राम्रो छ हेल्थ देख्नु सक्नुहुन्छ है 80 वर्ष पुग्नु आँटेको छ अब यो वर्ष पुग्नुहुन्छ है बाजे अब 2-3 महिनामा बाजे 80 इयर्स
80 इयर्स पुग्नुहुन्छ यति साह्रो बलियो हुनुहुन्छ होइन बिमार पनि हो छैन बाजेमा एउटा बिमार छैन जाउँ बाजे पुरा खट्नुपर्छ र तपाईँहरूलाई पनि भन्न एन्करेज गर्न चाहन्छु है यङ्स्टर्सहरू कामहरू गऱ्यो भने चाहिँ एकदमै हेल्थ पनि राम्रो हुन्छ बाजेको बाख्राहरू छ कुखुरा छ घाँसहरू काट्नु जानुहुन्छ बारीमा पुरा खट्नुहुन्छ है बिहानदेखिको खाना पनि पुरा मजाले खानुहुन्छ हजुर यसले बोरा हाल्नुपर्छ नि त्यो माथिको बुङ्गा क्या त्यो ए हजुर 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 त्यसमा यस्तो आएको छैन ए हजुर पुरा लागेछ फ्रेस कोपी ताजा ए यो एकदम स्पेसल अर्ग्यानिक यस्तो हुन्छ है पहिला चाहिँ टक 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 काटेर थ्याङ्क यू बाजे बाजेले कोपी पनि टिपिदिनु हुँदैछ हाम्रो लागि फ्रेस बिउ खै के भयो बिउै खराब भएछ के हो क्याबेज फ्रेस अर्ग्यानिक बाँदरले अस्ति त्यो यहाँ उडाइदिइहाल्यो एउटामा हुन्छ उनीहरू ठुलो सक्छ मैले खाएर सक्छ अर्को मान्छे तिमीहरू आउँदाखेरि त्यो लागि हुँदैन त्यसो त लगिरहेको भनेको बाजेले खानेकुराहरू पनि सबै बारीको अर्ग्यानिक मात्रै खानुहुन्छ है र चाहिँ बिमारहरू पनि हुनु हुँदैन बाजेको तल जाने बाटो छैन बाजे यताबाट जानु ठुलो हुन्छ अर्को पालि सबै सकिसक्छ भित्र गएर मोमो खानुहुन्छ नि हजुर हजुर कताबाट आउनुहुन्छ कहाँबाट आउनुहुन्छ अम्बो यहाँबाट थियो त्यो दामी हो गाउँ पऱ्यो भने बाँदरले गाँदेर के राख्दैन सबै मासेरै खान्छ नि खान्छ नि त उडाइदियो त तपाईँ तान्नुपर्छ पर्दैन हौ आउनु नि अम्बो मेरो आउने बाटो यही हो नि त है त अन्त मेरो त आउने बाटो यही 40 वर्षमै छ त अन्त तपाईँ त अझै भयो त बाजे है 40 वर्षलाई त छोड्ने रहेछ तपाईँले आउने बाटो यही हो तिनवटा कोपी चर्च पनि राम्रो भएको छ है हजुर चर्च पनि राम्रो भएको छ यो चाहिँ बाजेहरूको चर्च हो तलबाट बनाउनु भनेको नि तलबाट तलबाट बनाएको भने ठुलो हुन्थ्यो नि ठुलो हुन्थ्यो हजुर त्यो चाहिँ भनेन ए कुखुरा है गाइज अब चाहिँ हामी निस्किसक्यो भाइ त्यो लुगा छ नानीको नानीको लुगा लगाइदिनु ल हामी चाहिँ अब निस्क्यो है गाइज यस्तो मजाको छ यो गाउँ चाहिँ एकदमै मजाको आराम लाग्दो लाइफस्टाइल स्लो लाइफस्टाइल टक्कै मजाको मजा सो गाइज हामी चाहिँ अब प्लान चेन्ज भएर हामी गेलको बाटो जाँदैछौँ सिलगढी भएर जाने अरे यता हामी अघि गएको तक्दा हो यहाँबाट देख्दैछ यो डिस्टेन्स तक्दा यता पारिपट्टि भित्र चाहिँ कुन चाहिँ हो भन ए तक्दा हो ए मुनि मुनि तक्दै हो मिम्रिङ निङलिङ टिङ 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 है यहाँ मजाको रहेछ यहाँ मुनि फ्याक्ट्री पनि रहेछ देख्दैछ है गाइस अब कस्तो लाग्छ तपाईँहरूलाई आजको भ्लग सो
कमेन्टहरू हानिदिनुहोस् मजाको। नयाँ के भयो भन्दा हाम्रो प्लान सडन चेन्ज भएन, अब हामी जाँदैछौँ सिलगढीपट्टि। सो स्टे ट्युन गाइस। दाजुभाइसँग हिँड्यो भने चाहिँ यस्तै गर्छ है दाजुले। हामी चाहिँ दाजुभाइसँग चाहिँ हिँड्नै हुँदैन। सडन प्लान मात्रै हुन्छ है। जहिले पनि दाजुभाइ हिँड्यो भने चाहिँ प्लान चेन्ज भएको हुन्छ। ल तर पनि ठिकै छ, मजा आउँछ है। ल सिलगढीमा जाँदै सपिङ गर्ने रे एक दुईवटा, त्यसको लागि हामी जाँदैछ। अहिले आइपुगेछ गेल भन्छ गाइस। कस्तो मजाको टी गार्डन रहेछ, एकदम रोडहरू मजाको खालको रोड। दामी रहेछ नि। मजा आउँदैछ है। दामी छ यो टी गार्डन। दिस इज गेल टी गार्डन गाइस। गाइस हामी यहाँ जङ्गलमा चाहिँ मुजुर स्पट भयो, पिकक देख्न सक्नुहुन्छ। अघि कुनै के करायो भनेको त यो पिकक रहेछ यहाँनिर। मजाको पिकक स्पट भयो गाइस। अहिले चाहिँ हामी पुग्यो यहाँ तल टिस्टा छेउ। यहाँबाट टिस्टा रिभर देख्दैछ। कन्स्ट्रक्सन चल्दै रहेछ, ड्यामहरू केहरू होला सायदै। यहाँबाट चाहिँ वी हेभ टु टेक दिस रुट, यहाँबाट जानुपर्छ। सिक्किमको रोड चाहिँ यहाँ मुनि देख्दैछ खोला। यस्तो रिस्की भएछ हेर्नुहोस्। आमा हो धुलो हेर न, धुलो धुलोमा गऱ्यो त यो। आमा हेर धुलो। आमा बेच्छस् भन्नु भन्नु कस्तो भयो। कस्तो गर्यो बाइकले? हेर बाइक कस्तो गर्यो? मजा आयो। घुम्दैछ गाइस। अहिले चाहिँ हामी मेरो सपिङ गर्न आएको थियो। ल योना पनि उठ्यो अहिले चाहिँ। अनि हामी जाँदैछ योना। टिस्टाको बाटोमै छ हामी। भर्खर उयो रम्बी काट्यो। अब योनाले गर्ने अरे भ्लग कि तपाईँहरू अब उसको कुरा सुन्नुहोस्। भन्नुहोस् त योना। अन्त कस्तो हुनुहुन्छ हौ भन्नु न। अन्त तपाईँहरूलाई कस्तो रहेछ हौ, के रहेछ हौ भन्दै त सोधौ। माया गरिदेऊ ल हाम्रो भ्लग उयोहरूलाई माया गरिदेऊ, सब्सक्राइबरलाई माया गरिदेऊ। बाई बाई भन्देऊ। बाई बाई। अम्बो गाइस मेरो मकै चाहिँ यहाँ छ। मामा जा मामा घुमे यहाँ ल ल
पोल्छ नि फेरि तातो छ। आता 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 एकछिन न काका ओ तातो छ नि त मान्दिनु स्टार भने लानु भयो त भाँचेर उयो गर्नु अलिअलि भन्छ न पहिला भाँच न पहिला यो खोल्दा समेत उयो गरम भयो आम्माम कस्तो तातो कोही भएको सक्छ म खान्छु नि यताबाट खान्छु कहाँ हो म बेसी खाँदिनँ म यो सक्दिनँ आम्माम खै आधी यो नालाई दिनुपर्छ त्यही त चलिरहेको यसो हेरिरहेको म बसेको फेरि हेर्न मिठो छ खुट्टाएर न हौ त्यस्तो खास छैन अझ खुट्टीमा उमा ऊ खोल्यो होला अब चाहिँ गेट खोले अब लाइट पाले खै खिड्कीहरू खोल न हौ के हो सिलगढीमा चाहिँ यसरी फ्लाइओभर बनिन्छ यो फ्लाइओभर चाहिँ अब बागडोग्रासम्म बनिन्छ होला सायद अलमोस्ट बनिसकेको छ यो सिमोक साइडतिर चाहिँ बनिसकेको छ अब चाहिँ हामी आइपुग्यो घर खाँचो 7:30 भइसकेको छ है सामानहरू निकालेर एकजना पनि आमाले चाहिँ हामीलाई यहाँ बनाइदिइरहेको रहेछ बिरयानी रेडी छ अरे यहाँ बिरयानी अब यो बिरयानी खाएर चाहिँ हामी सुत्नुपर्छ गाइस सो थ्याङ्क यू सो मच फर वाचिङ नेक्स्ट ब्लगमा भेट्नेछु कमेन्ट गरिदिनुहोस् के कस्तो लाग्यो होइन थ्याङ्क यू